भइदिने दुःख पर सरिदिने 2065 सालमा तत्कालीन सरकारले अघि सारेको गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी नारालाई लागू गर्दै हिमचुली कृषि सहकारी संस्था मिति 2065 साल भदौ 25 गते विधिवत रूपमा स्थापना भएको हो। कालीकोट जिल्लाभरि कार्यक्षेत्र लिएर स्थापना भएको पहिलो सहकारी हिमचुली कृषि सहकारी संस्था लिमिटेड बन्न पुग्यो। सहकारी सुपथ मूल्य पसल सञ्चालनका लागि राज्यबाट अन्य सहकारीलाई अनुदान दिए पनि हिमचुली कृषि सहकारीको कार्यक्षेत्र जिल्लाभर नभएकाले त्यसबाट वञ्चित समेत हुनु परेको थियो। संस्थाको सो लगानीमा जिल्ला सदरमुकाम मान्म बजारमा इटेली सेन्टर, पाठ्य पुस्तक, व्यवसाय, कृषि क्षेत्रमा गाई फर्म लगायतका विभिन्न कारोबारबाट कार्य सञ्चालन गरेको हो हिमचुली कृषि सहकारी संस्थाले। हाल हिमचुली कृषि सहकारी संस्था विभिन्न व्यवसाय मार्फत सदस्यहरूको आत्मनिर्भर वृद्धि गर्दै अघि बढिराखेको छ। यस क्रममा हिमचुली कृषि सहकारी संस्थाले दोस्रो वार्षिक साधारण सभाबाट पास गरी लागू गरिएको 4 वर्षीय रणनीतिक योजनाको समीक्षा सहित विषय विज्ञको सहयोगमा 10 वर्षीय रणनीति योजना समेत बनाएको छ। हाल सदस्य सहकारी संस्थाका मालिक हुन्। सदस्यहरूको आवश्यकता पहिचान गरी विभिन्न व्यावसायिक क्रियाकलापहरू सञ्चालन गरेर समस्याको समाधान गर्नु संस्थाको दायित्व हो। त्यसैले जिल्लाको स्थानीय स्रोत साधनको अधिकतम पहिचान गरी सदस्यहरूको आवश्यकता पूरा गर्ने ध्येयका साथ वित्तीय, व्यावसायिक, सामाजिक, सांस्कृतिक लगायतका विभिन्न कार्यक्रमहरू सहकारी संस्थाले सञ्चालन गर्दै आइरहेको छ। आफ्नो मन्तव्य राख्नुहुँदै तिलागोपा नगरपालिकाका नगर उपप्रमुख महेन्द्र बहादुर साई सदस्यहरूबाट उठाएको बचत यहीका बचतकर्ता आमाहरूले ऋण लिने र ऋणमा खर्च गर्ने त्यो सँगसँगै हामीले अरू उत्पादन गर्ने वस्तुहरू अघि भने जस्तै हामीले थुप्रै खेती गर्छौं, धान बालीदेखि लिएर थुप्रै तरकारी खेतीदेखि लिएर थुप्रै बार्खा पालनहरू गर्छौं। त्यसमा हामीले जसरी लगानी गर्छौं त्यसलाई उत्पादन गरेर उत्पादनबाट आएको जुन पैसा हुन्छ त्यसलाई अझ बचत गर्ने र आगामी दिनमा अझ अरू क्षेत्रहरूमा पनि लगानी गर्ने जुन काम गरिरहेका छौं यसले साँच्चै रूपमा उदाहरणीय काम गरेको छ। यसका निम्ति हामीले हिमचुली सहकारी संस्थालाई पनि धन्यवाद दिनुपर्छ र आजको जुन साधारण सभा छ यो अत्यन्तै महत्त्वपूर्ण छ। अहिले तपाईहरुले अघि सुन्नुभयो, अहिलेसम्म गरेको बचतको नाफा घाटादेखि लिएर थुप्रै कुराहरू सुन्नुभयो। गरिब दुखी निमुखालाई अगाडि बढाउँछ, बुढेसकाको सहारा नि यसैले बनाउँछ। गरिब दुखी निमुखालाई अगाडि बढाउँछ, बुढेसकाको सहारा नि यसैले बनाउँछ। वडा नम्बर 2 अन्तर्गत केन्द्र नम्बर 71 को ज्येष्ठ सदस्य प्याउरी कामीलाई प्रमुख अतिथिको सिट आसन ग्रहण गरिदिनको निमित्त म हार्दिक अनुरोध गर्दछु। प्रत्येक वर्ष हामीले साधारण सभा गरिरहेका हुन्छौँ र त्यो साधारण सभामा हाम्री महिलाहरूले हाम्रो संस्थाको सबै कारोबार हो र हामी कतिमा के छौँ सबै हामीले सुनाउने गरेका हुन्छौँ र त्यो सुन्नको निम्ति हामी सबै साधारण सभामा उपस्थित भएका हुन्छौँ र त्यसमा उपस्थितमा सबै सम्पूर्ण हाम्रा शेष सदस्यहरू ज्यूहरूले सुनेर आफ्नो आएको कुराहरू सबै सुनेर जानुहुनेछ र त्यसपछि अमूल्य टाढा टाढाबाट पाल्नु हुने हाम्रो सदस्यहरू ज्यूहरूलाई र हाम्रो यहाँ उपस्थित अतिथिहरूलाई हामी मन्तव्यबाट नै स्वागत गर्न चाहन्छौँ। 2006 साल वैशाख 7 गते जन्मनुभएकी ठेगाना नरहरीनाथ गाउँपालिका 2 केन्द्र नम्बर 71 को शेर सदस्य वर्ष 76 की प्याउरी कामी ज्येष्ठ सदस्यलाई सम्मानितका लागि म अनुरोध गर्दछु। उहाँ 2079 साल माघ 28 गते यस सहकारी संस्थाको शेर सदस्य भएर अहिले निरन्तर बचत गर्दै आउनुभएको छ। ज्येष्ठ सदस्य प्याउरी कामी आजको प्रमुख अतिथि पनि हुनुहुन्छ। उहाँ
सहकारी संस्थाको समग्र विषयमा जानकारी गराउनु हुँदै संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्य सहकारी संस्था एउटा यस्तो व्यवसाय हो, निजी व्यवसाय भन्दा पनि सामूहिक व्यवसाय हो। यो एउटा साझा व्यवसाय भएको हुनाले सहकारी संस्थासँग हरेक नाफाको आम्दानीको कारोबारको सबै सदस्यले हिस्सा पाउने गर्छन्, जसमा जुनसुकै कारोबारमा सेयरको लाभांश होस्, कर्मचारीले काम गर्ने कर्मचारीले बोनस होस्, सदस्यले बचतको ब्याज होस्, कुनै खरिद बिक्री कारोबारको बोनस होस्, त्यो सबै बोनसहरू लाभांश पाउने गर्छन्। गत वर्ष हामीले यस हरेक सेवा कार्यालय प्रत्येक सेवा कार्यालयबाट गरेर 11वटा सेवा कार्यालय छन्, 15,600 सदस्य छन्, जसमा सबै कारोबार हाम्रो 51 करोड भन्दा माथि छ। संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कोषाध्यक्ष कृष्णकला पाण्डे प्रतिवेदनहरू संक्षिप्त रूपमा यहाँहरूको बिचमा राख्नेछौँ र पुरा विवरण मैले यो किताबमा भएको हजुरहरूको बिचमा जानकारी गराउँदै म आर्थिक वर्ष 81-82 को यहाँहरूको बिचमा बजेट प्रस्तुत गर्न चाहन्छु। हाम्रो संस्थाको शेयर पुँजी 8,10,07,100 हाम्रो संस्थाको शेयर पुँजी रहेको छ। जगेडा कोष 2,28,40,624 हाम्रो संस्थाको जगेडा कोष रहेको छ। कुल बचत 29,16,78,500 हाम्रो कुल बचत रहेको छ। स्थिर सम्पत्ति 4,16,03,922 हाम्रो स्थिर सम्पत्ति रहेको छ। कुल कर्जा 36,24,54,000 रुपैयाँ हाम्रो कुल कर्जा रहेको छ। कुल मुनाफा 96,20,684 हाम्रो कुल मुनाफा रहेको छ भने हाम्रो गत वर्ष 71,21,066 हाम्रो गत वर्षको कुल मुनाफा थियो भने यो वर्ष 24 लाखले हाम्रो कुल मुनाफा वृद्धि भएको छ। कुल सम्पत्ति 50,49,13,714 हाम्रो कुल सम्पत्ति रहेको छ। मैले यहाँहरूको बिचमा आर्थिक वर्ष 81-82 को बजेट प्रस्तुत गरे र आगामी वर्ष 82-83 को प्रस्तावित बजेट यहाँहरूको बिचमा पेश गर्न चाहन्छु। हाम्रो शेयर पुँजी 8,49,42,000 शेयर पुँजी पुर्याउने लक्ष्य रहेको छ। जगेडा कोष 2,61,11,052 हामीले जगेडा कोष पुर्याउने लक्ष्य राखेका छौँ। कुल बचत 35,35,52,966 हामीले कुल बचत पुर्याउने लक्ष्य राखेका छौँ। स्थिर सम्पत्ति 4,08,76,168 हामीले स्थिर सम्पत्ति पुर्याउने लक्ष्य राखेका छौँ। कुल कर्जा 45,73,28,260 हामीले कुल कर्जा पुर्याउने लक्ष्य राखेका छौँ। कुल आम्दानी 52,55,77,010 हामीले कुल आम्दानी पुर्याउने लक्ष्य राखेका छौँ। कुल खर्च 11,24,35,297 हाम्रो कुल खर्च रहेको छ भने खुद मुनाफा 1,30,21,713 हामीले 81-82 मा खुद मुनाफा पुर्याउने लक्ष्य राखेका छौँ। कुल सम्पत्ति 63,92,19,338 हामीले कुल सम्पत्ति पुर्याउने लक्ष्य राखेका छौँ। यहाँहरूको बिचमा 81-82 को बजेट र 82-83 को प्रस्तावित बजेट यहाँहरूको बिचमा राखेको छु। यहाँलाई केही लागेको छ भने पछि सुझाव दिनुहुनेछ भन्ने कुरा चाहिँ मैले यहाँहरूको बिचमा राखे। उहाँका ससुरा धर्मराज देवकोटालाई उक्त 1 लाखको चेक ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्छु। कुनै ठुलो रोग लाग्दा
अनि हामीले जुरुक्क आएर संस्थामा भन्ने हो भने संस्थाले 1-2 दिन ढिला होला तर तत्काल के गरिदिन्छ त हाम्रो समस्या समाधान गर्छ। त्यो भएर हामीले अब जो जति सदस्य बन्नुपर्ने हो हामीले यही संस्थामा आबद्ध हौं र हाम्रो यो संस्था अझै पनि हाम्रो आशा अपेक्षामा हामी छौं। जुन यो सहकारी संस्थाले हाम्रो जीवन स्तर पनि उठाइदियोस्। आमा दिदी बहिनीहरूलाई कृषि सम्बन्धीको कुनै तालिमको व्यवस्था गरिदियोस्, जो कि हाम्रो आशा यो छ कि हामीले केही गरेर भविष्यमा खान सकौं अनि अझै पनि यो रागमा पनि अलि बढोत्तरी हुँदै जाओस्। जनप्रतिनिधिहरूको नजरमा यस्तो छ हिमचोली कृषि सहकारी संस्था। सरकारको महिलाको तर्फबाट नमस्कार ढोक गर्न चाहे। हुनु त चुलो चौकामा हामी सीमित भएकी महिलाहरू र गाई भैँसी र वनपातामा सीमित भएकी महिलाहरू आज हामी यहाँसम्म पुगेका छौँ र यहाँ संस्थाहरू धेरै छन् र को संस्था राम्रो को संस्था अराम्रो भन्ने हामीहरूले सबै मूल्याङ्कन गरेका छौँ र साँच्चै नै हो हिमचोली सहकारी संस्था भनेको हाम्रो घर परिवार पनि हो र आमा बुवा पनि हो र हाम्रा छोराछोरी पनि हो भन्ने कुराहरू हामीले अवश्य बुझेका छौँ र अझै पनि हामीले यो संस्थामा लामबद्ध भएर र यो संस्था यो हाम्रो समाजमा उत्कृष्ट हुने गरिकन हामी अर्को साल पुरस्कार पाउने गरिकन हामी यो साधारण सभामा उपस्थित हुनेछौँ भन्दै म हाम्रो यो छोटो मन्तव्य म यही जानकारी गराउँदै बिदा हुन्छु। 17औं वार्षिक साधारण सभा तथा इकाइ बैठक नम्बर 5 मर्यादित सहकारी सम्बन्ध समाज हिमचोली कृषि सहकारी संस्था लिमिटेड खालचक्र नगरपालिका कालीकोट 17औं वार्षिक साधारण सभा इकाइ बैठक नम्बर 5 मिति 2082 9 महिना 1 गते विधिवत उद्घाटन भएको जानकारी गराउँछु। धन्यवाद। सत्य बोल्छौं अनुशासित परिसरमी हुन्छौं। सत्य बोल्छौं अनुशासित परिसरमी हुन्छौं। फजुल खर्च नगरेर बचत गर्ने गर्छौं। 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 सफा राख्छौं घर गाउन बाल बच्चालाई। सफा राख्छौं घर गाउन बाल बच्चालाई। समूहमा मिली बस्छौं सधैँ सधैँलाई। 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 बिडी चुरोट खैनी रक्सी अब खाने होइन। बिडी चुरोट खैनी रक्सी अब खाने होइन। परिवार सानो राख्छौं झुटो बोलिँदैन। 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 गरिँदैन अन्याय त सहिँदैन पनि। गरिँदैन अन्याय त सहिँदैन पनि। जे बोल्छौं गरी जान्छौं हामी स्वाभिमानी। हिमचोली कृषि सहकारी संस्था लिमिटेडको 17औं वार्षिक साधारण सभा तपाईहरु सबैमा मेरो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट यहाँहरु सबैलाई हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। हिमचोली कृषि सहकारी संस्था जो 2065 सालमा स्थापना भएको हो, यो सिङ्गो कालीकोट जिल्लाको आर्थिक सामाजिक रूपान्तरणको धरोहर बनिरहेको छ र त्यतिकै हामी सबैलाई एउटा कर्तव्य छ कि हाम्रो संस्था तपाई हामीले बनाएको र तपाई हामीले नै निर्माण गरेको हुनाले यो संस्थाको तोकिएको वार्षिक साधारण सभा सम्पन्न गर्नु त्यतिकै हाम्रो कर्तव्य छ। त्यसो भएको हुनाले हामी यी दुईटैको बीचबाट यो साधारण सभा सम्पन्न
छिटो गर्ने प्रयत्न गरिरहेका छौँ। अहिले म तपाईँहरूको बिचमा खास गरी हाम्रो संस्थाले आर्थिक वर्ष 81-82 मा जे कार्यक्रमहरू सम्पन्न गर्यो, जे कार्यक्रमहरू सञ्चालन गर्दा प्राप्त उपलब्धि भए त्यसको सार मात्र यहाँ चाहिँ तपाईँहरूको बिचमा प्रस्तुत गर्छु। मलाई आज यो 17 वर्षको यो वार्षिक साधारण सभामा आइपुग्दा कालीकोट जिल्लाका 15,000 भन्दा बढी तपाईँ हामी जस्तै श्रम पसिना र मिहिनेतमा रमाउने र त्यसबाट आफ्नो जीवन र आफ्ना सन्ततिहरूको भविष्य खोज्ने सबैको मन जित्न र विश्वास जित्न यो संस्था सफल भएको छ। आज हामीले हेरिरहेका छौँ देशभरि सहकारीका विषयमा थुप्रै भरमहरू छन्, प्रश्नहरू पनि छन्, केही तथ्यहरू पनि छन्। राज्यले अपेक्षा गरेका, राज्यले आशा गरेका कैयौं मान्छेहरूसँग सहकारीको विषय जोडिएर सहकारी अभियान कता कता धमिल भए जस्तो हामीलाई महसुस हुन्छ। कतिपय घटनाक्रम यथार्थ पनि छन्, तर त्यस्तोको बेलामा पनि हिमचुली सहकारी मात्र हाम्रो जिल्लाको सन्दर्भमा यस्तो सहकारी हो जसले सबै खालका ती आउने चुनौतीहरूको सामना गरेर आफ्नो यात्रालाई सुरक्षित र सफल बनाउँदै गइराखेको छ। हामीले सरर चाहिँ यो संस्थाको मूल रूपमा हेर्ने 3-4 विषय हो। पहिलो कुरा यसको आर्थिक व्यवस्थापन के छ, दोस्रो कुरा यो आर्थिक व्यवस्थापन गर्ने विधि नीति र पद्धति के छ, तेस्रो कुरा यी सबै चाहिँ गम्भीर क्रियाकलापहरू जे छन् त्यसले हाम्रो जीवनसँग सम्बन्ध राख्छ कि राख्दैन, अथवा हाम्रो जीवनलाई छुन्छ कि छुँदैन, हाम्रो आवश्यकताको पहिचान गर्छ कि गर्दैन, र चौथो कुरा भनेको यसलाई निरन्तर अगाडि बढाउने यसको दीर्घकालीन योजना के छ। यी 3-4 विषयबाट हेर्न सकियो भने हामीले हाम्रो संस्थाको प्रगतिलाई सजिलै मापन गर्न सक्छौँ। अहिले हामीले सर आर्थिक हिसाबले हेर्ने हो भने हाम्रो आर्थिक वर्ष 81-82 को संक्षेपमा मात्रै विस्तृत रूपमा पछि आर्थिक प्रतिवेदनको साध्यक्षले यहाँ राख्नुहुन्छ। हाम्रो सदस्य संख्या अघिल्लो वर्ष 15,030 जना थियो, अहिले 15,598 पुगेको छ। संख्यात्मक रूपले पनि हामी वृद्धि छौँ, तर 2074 देखि आजसम्म आउँदा हामी 49% सदस्य वृद्धि गर्न सफल भएका छौँ। 10 वर्षको हामीले अघिल्लो 10 वर्ष यस 10 वर्ष तुलना गर्ने हो भने, त्यसै गरी हाम्रो 10 वर्षको तुलनामा अहिले वर्षसम्म आइपुग्दा 88% हाम्रो शेयर वृद्धि भएको छ। 96 लाख हाम्रो चाहिँ 74 मा शेयर पुँजी थियो भने अहिले 8 करोड 10,07,100 पुगेको छ। तर अघिल्लो वर्ष र यस वर्षको तुलना गर्दा 2.5% ले हाम्रो शेयर पनि वृद्धि भएको छ। त्यसै गरी बचतको कुरा हाम्रो 74 मा 3 करोड मात्रै थियो, अहिले आएर 29 करोड पुगेको छ। अघिल्लो वर्षको तुलनामा हामी 18% ले वृद्धि छौँ भने 74 को तुलनामा हामी 89% ले वृद्धि छ। कर्जा लगानी हाम्रो 9 करोड मात्रै थियो, तर अघिल्लो वर्ष चाहिँ हाम्रो 32 करोड थियो भने यस वर्ष 36 करोड पुगेको छ। 74 को तुलनामा हामी 75% वृद्धि भएको छ भने अघिल्लो वर्षको तुलनामा 12% ले वृद्धि भएको छ। नाफा नोक्सान भनेको हामीले सम्पूर्ण सञ्चालन खर्च कटाएर हामीले खुद आम्दानी कति गर्यौं भनेर तुलना गरेर हेर्दा 74 को तुलनामा हामी 87% हाम्रो नाफामा वृद्धि हुँदै गएको छ। तर अघिल्लो वर्षको तुलनामा यस वर्ष हेर्ने हो भने हामी 26% मा नाफा पनि हाम्रो वृद्धि भएको छ। त्यसै गरी कोषहरू जो मूल रूपमा संस्थाको साझा कोष हो त्यसलाई भनिन्छ जगेडा कोष। अरु योगदानको आधारमा हामीले लाभ प्राप्त गर्छौं। तपाईहरुले जति शेयर लगानी गर्नु भएको छ, एक किता गर्नेले 1 किता बराबरको लाभ पाउँछ, 100 किता गर्नेले 100 किता बराबरको पाउँछ, 10,000 किता गर्नेले 10,000 बराबरको लाभ पाउँछ भने त्यो योगदानमा आधारित लाभ प्राप्त गर्ने कोष हो। तर जगेडा कोष मात्रै त्यस्तो कोष हो जो संस्थाको सबै सदस्य चाहे 1 किता शेयर लिएको होस् चाहे 10 किता होस्, चाहे चाहिँ हिजो बनेको स्थापना कालको सदस्य हो चाहे आज आएको सदस्य हो, उसको समान अधिकार समान चाहिँ गौरवदारी त्यहाँ
हक लाग्ने कोष भनेकै जगेडा कोष हो, जसलाई चाहिँ मूल संस्थाको आधार मानिन्छ। हाम्रो त्यो कोष अहिले आएर 2,28,40,624 रुपियाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा त्यो 23% वृद्धि छ भने 10 वर्षको तुलनामा 93% वृद्धि छ। मैले यसो किन भनिरहेको छु भने हाम्रो संस्था एकपछि अर्को स्थायित्व ग्रहण गर्ने अथवा कतै चाहिँ हरिने हो कि अथवा कसैले बचत फिर्ता गर्यो कसैले चाहिँ अर्को गर्यो भने यो संस्था चाहिँ ढल्ने हो कि भन्ने कुराको अब चिन्ता छैन। किनकि तपाईँ हामी सम्पूर्ण शेयर सदस्यहरूले आफ्नो सम्पूर्ण पुँजी फिर्ता लिए पनि हाम्रो 2,95,00,000 भनेको संस्थाको स्थिर पुँजी हो, साझा पुँजी हो। त्यसले चाहिँ कसैले चाहिँ दाबी गरेर एक्लै व्यक्तिले प्राप्त गर्ने हुँदैन। संस्थाको स्थायित्व चाहिँ यसले कायम गर्छ। मैले यो कुरा राखेँ। र कालीकोट जिल्लाको सन्दर्भमा सबैभन्दा बढी कर तिर्ने करदाता पनि हिमचुली कृषि सहकारी संस्था हो। विगत 3 वर्षदेखि आन्तरिक राजस्व कार्यालय जुम्लाले हामीलाई कालीकोट जिल्लाबाट सबैभन्दा करमा योगदान गर्ने करदाताको रूपमा सम्मान गर्दै आएको छ। अघिल्लो वर्ष हामीले 27 लाख रुपियाँ राज्यलाई कर बुझायौँ। यो वर्ष 25 लाख रुपियाँ हामीले राज्यलाई कर बुझाएका छौँ। तर हामी खर्चलाई फेरि घटाउँदै आएका छौँ। तब हामीलाई यसो हेर्दा रोजगारीको संख्या घट्नु हाम्रा लागि राम्रो नहोला, तर खर्च संस्थाको आन्तरिक व्यवस्थापनलाई यदि हामीले क्रियाशील राम्रो समय अनुकूल अलिकति प्रविधि मैत्री बनायौँ भने जनशक्ति पनि कम हुन संस्थाको लागि हितकर नै हो जस्तो लाग्छ। त्यसो भएर हाम्रो 74 मा 17 जना कर्मचारी हुनुहुन्थ्यो, हाम्रो चाहिँ अघिल्लो वर्षसम्म 46 जना हुनुहुन्थ्यो। तर यस वर्ष हामीले घटाएर 43 जनाले पनि त्यही कार्य सम्पादन चाहिँ गरिरहेछौँ, काम गरिरहेका छौँ। कारोबार बढेको छ, सदस्य संख्या बढेको छ, सबै बढेको छ। तर त्यो काम गर्ने जनशक्ति घट्नु भनेको स्वाभाविक हिसाबले खर्चमा हामीले कटौती गर्दै आएका छौँ। राजकोट नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष दिनेश सञ्जाल हरूलाई सहायता दिनको लागि हिमचुली कृषि सहकारी संस्थाले ठुलो योगदान गरेको कुरा जगदार नै छ। विशेष गरी हिमचुली कृषि सहकारी संस्था घर घरमा पुगेको छ भन्न सकिन्छ। कालीकोट जिल्लाको महिला सदस्यहरूको आयोजनले आफ्ना 16 वर्ष पार पूर्ण गर्दै गर्दा थुप्रै कार्यक्रमहरू स्थानीय स्तरमा सञ्चालन गरेको भेटिन्छन्। म पनि पहिला जनप्रतिनिधि हुनुभन्दा पहिला सहकारीसँग जोडिएर सहकारीको क्षेत्रमा काम गरिरहेको थिएँ। त्यही अवसरमा म विभिन्न सहकारीहरूमा घुम्न अवसर पाएँ। हामी बाहिर घुम्न त गयौँ, तर हिमचुली कृषि सहकारी संस्थाले जिल्लाभित्रमै गरेको प्रगति, जिल्लामै गरेको अति विपन्न परिवारहरूलाई गर्ने सहायता, सबका लागि एकका लागि सबै भन्ने जुन सहकारीको मूल उद्देश्य हुन्छ, सहकारीका 7 सिद्धान्तहरूलाई आत्मसात गर्दै हिमचुली कृषि सहकारी संस्था लिमिटेडले उल्लेखनीय योगदान गरेको कुरा कर्मचारीहरू, जानकारी गराउन चाहन्छु। जनप्रतिनिधिहरू मैले यसो किन भनिरहेको छु भने सबै चाहिँ हुन पाउँदैन। राजकोट नगरपालिकाले अब हिमचुली कृषि सहकारी संस्थासँग साझेदार गरेर साझेदारीमा राजकोट नगरपालिकाले यही वर्षमा नगर बस सञ्चालन गर्ने एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरेको छ। अघि हाम्रो संस्थाका अध्यक्षज्यूले पनि भन्नुभयो, अहिले स्थानीय सरकारको आन्तरिक आय एकदम न्यून भइरहेको अवस्थामा जनताहरूलाई सेवा दिनको लागि र बिरामीहरूलाई अस्पतालसम्मको पहुँच सहजताको लागि राजकोट नगर सरकार र हिमचुली कृषि सहकारी संस्थाले साझेदारीमा नगर बस र एम्बुलेन्सहरू हामी सञ्चालन गर्ने तयारीमा गइरहेका छौँ। यसको विषयमा आन्तरिक प्राविधिक कुरा मिलाएर यो वर्षभित्रै राजकोटका बिरामी गरिब दुखीहरूलाई यातायात सहजताको लागि हामी त्यो निर्णय गर्ने निर्णय भइसकेको छ कार्यपालिकाले। र अब हामी हिमचुली कृषि सहकारी संस्थाको साझेदारीमा सञ्चालन गर्नेछौँ। म यहाँले जानकारी गराएँ। यहाँ शेयर पुँजी 8 करोड पुगेको छ। जगडा कोष लगभग 2 करोड 30 लाख जति यहाँले राख्नु भएको रहेछ। एकदमै खुसीको कुरा हो यो।
कुल बचत 29 करोड छ। कर्जा पर्वा लगभग 36 करोड 24 लाख जति यहाँहरूले गर्नुभएको छ, जो नितान्त प्रत्येक समूहमा यहाँहरूले एकदम ठिक र विधिमा सुशासन तरिकाले गर्नुभएको छ भन्ने कुरा हामीले जानकारी भएको छ। म पनि एउटा हिमचुली कृषि सहकारी संस्थाको लाभग्राही सदस्य पनि हो। त्यो बैठकमा अनिवार्य 9 बजे उपस्थित हुनुपर्ने, अनिवार्य हितग्राही क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने, अनुशासनमा बस्नुपर्ने, नियमित दिवसमा आउनुपर्ने विभिन्न कुराहरू गर्नुभएको छ। यो एकजना मान्छेले अनुशासित रूपमा कसरी बस्नुपर्छ भन्ने कुरा गाउँघरमा यहाँहरूले देखाउनु भएको छ, एकदमै सराहनीय छ। समाजलाई सबैलाई नमस्कार, सबै वर्गबाट पनि नमस्कार छ, म सञ्चालकबाट पनि नमस्कार छ। मेरो केही सोध्न आउँदैन, स्वर आउँदैन, सम्झना छैन। अब के गर्ने, अब यो अवस्थाले मर्यो, अब के बनाऊ भनेपछि हुँदाको नुहाउँदो अद्धि पोल्ला गाउँकी धनी, हुँदाको नुहाउँदो अद्धि पोल्ला गाउँकी धनी, लिएको कतै त फिर्ता छैन। अब कसो भनी, अब कसो भनी, लिएको कतै त दिन्नौ, अब कसो भनी। नबोलाइ जियाकन नआने भाउकन, नबोलाइ जियाकन नआने भाउकन। पैसा कमाइ सकिँदैनन् पहाडका साउकन, पैसा कमाइ सकिँदैनन् पहाडका साउकन। धन्यवाद, बोलाइ नमस्कार। चलेको नाम नचलेको नाम ना बचत गराउँछ कारीलाई, छ शुभ कामना, छ शुभ कामना साधारण सभाको आज, छ शुभ कामना, छ शुभ कामना साधारण सभाको आज, छ शुभ कामना, छ शुभ कामना साधारण सभाको आज। कुल झुमा झुम झुम किन भाग्यो चुडी चमाचम, हे पञ्चले रिठायो कुल झुमा झुम झुम किन भाग्यो चुडी चमाचम, हे यो चुली संस्थालाई भेटे झुमा झुम धेरै खुसी लाग्यो चुडी चमाचम, धेरै खुसी लाग्यो चुडी चमाचम। साधारण सभा सम्पन्नपछि प्रस्तुत गरिएको यो साङ्गीतिक दृश्य सहकारी संस्थाको वार्षिक साधारण सभामा शुभकामना मन्तव्य दिनुहुँदै पलाता गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा हमाल जैसी, म तपाईको माझमा के भन्न चाहन्छु भने आज तपाईहरुको माझमा हामी दिदीबहिनीहरू हर्षित भएको देख्न चाहेको छु र तपाई हामी सम्पूर्ण दिदीबहिनीहरूको अनुहारमा एकदम मुस्कान छ र सम्पूर्ण दिदीबहिनीहरू हर्षित छौं र सम्पूर्ण दिदीबहिनीले आज पुर्खाले भन्थे महिला मुखेनी हुँदैन, बारको बटाल हुँदैन भन्थे। आज सम्पूर्ण दिदीबहिनीहरूले आएर आफ्नो आफ्नो तौर तबकाबाट, आफ्नो ओडाबाट, आफ्नो सदस्यता रहेको आफ्नो संगठितबाट आएर सम्पूर्ण दिदीबहिनीहरूले हामीले भाषण गरेर, हामीले शब्द बोलेर भन्नुभन्दा पनि तपाईहरूले आफै आफ्नो शब्दले, गीतको शब्दले तपाईहरूले बोल्नु भएको छ। तपाईको गीतले बोलेको छ, तपाईको मुस्कानले बोलेको छ।
हिउँचुली सहकारी संस्था के रहेछ र कस्तो रहेछ भन्ने तपाईहरुको मुस्कानले बताएको छ, तपाईहरुको गीतको शैलीले बताएको छ। र हामीले थुक्दा नदी बढ्छ र सुक्दा पिदा नदी सुक्छ भने जस्तै हामीले राम्रोसँग नौलो धोती लगाएर नौलो एउटा चोलो लगाएर हामीले एउटा 2-4 जना पुरुष दाजुभाइको अगाडि गएर हामीले हिँड्न नसक्ने दिदीबहिनीहरू आज आएर हामीले तपाईँ हाम्रो सहकारी संस्थामा हामीले तपाईँ हाम्रो पुरुषहरूले जाँड खाएर रक्सी खाएर तास खेलेर जुवा तास खेलेर तपाईहरुको दिनमा 10,000 12,000 न्यूनतम 1,000-1,200 नफाल्ने कसैको 100 मा 100 नभए पनि 95% हाम्रो पुरुष दाजुभाइहरू हुनुहुन्छ भने हामीले जब जहिले एक हामीले आफूलाई लगाउने युज गर्ने टीकासम्म एक हामीले सिन्दुरसम्म नकिन्ने अवस्था र हामीले पछाडी धक्किने अवस्था थियो भने आज हामीले जसरी पनि हामीले यो सहकारी संस्थामा बस्नुपर्छ, सहकारी संस्थामा हामीले हाम्रो कोष जम्मा गर्नुपर्छ र हाम्रो केही भविष्य उज्जवल हुन्छ भन्ने चेतनाहरू फैलिएको छ। र आज हामीले यो सहकारी संस्थालाई हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। महिलाको एउटा मनको ढुकढुकी आँखाको नानी सहकारी संस्था हो हिमचुली सहकारी संस्थालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। आजको यस कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक नमस्कार। हिमचुली कृषि सहकारी संस्थाको 17औं वार्षिक साधारण सभाको म ब्यानर पढ्न गइरहेको छु। मर्यादित सहकारी समुन्नत समाज हिमचुली कृषि सहकारी संस्था लिमिटेड खाडाचक्र नगरपालिका 1 कालीकोट 17औं वार्षिक साधारण सभा एकाइ बैठक नम्बर 6 मिति 2082 9 महिना 3 गते। धन्यवाद। बचालुरा गाउँपालिका वडा नम्बर 1 केन्द्र नम्बर 13 का सदस्य काशी ऐली मिति 2076 साल 8 महिना 15 गते सदस्य भई हालसम्म नियमित बचत गर्दै आएको र हाम्रो संस्थाबाट हालसम्म 4 पटक कर्जा नियमित किस्ता तिर्दै आएको लिएको कर्जाबाट हालसम्म 92 भेडा बाख्रा छन्। हालसम्म जम्मा समूह बचत 13,531, शिक्षा बचत 6,63,115, शेयर 25,000 रहेको छ। कुन व्यवसाय हो खास? भेडा पालन 92वटा भेडा पालन गर्नुभएको छ। उहाँले नियमित रूपमा भेडा पालन व्यवसायलाई उत्कृष्ट गर्नुभएको हुनाले उहाँलाई धेरै धेरै धन्यवाद छ। केन्द्र नम्बर 19 फुलबारी हिमचुली महिला केन्द्र नियमित बचत गर्ने, नियमित किस्ता तिर्ने, समूहमा अनुशासनमा रही नियमित पोसाक लाउने, समूहमा समयमा आउने, समूहको सोही सदस्य आउन नसकेमा अग्रिम सूचना गर्ने र यो वर्षमा जम्मा जोड्दा प्रथम आएको र हालसम्मको समूह छ तर पनि उत्कृष्ट आउनु भएको छ। यसमा विशेष उहाँहरूलाई आवश्यक धन्यवाद दिन चाहन्छौँ। नेपालको संविधानले नै सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्र 3 क्षेत्रहरूलाई चाहिँ राष्ट्रिय आर्थिक समितिको प्रमुख संवाहको रूपमा मानेको छ। अब यसबाटै प्रश्न हुन्छ कि सहकारी संस्था राज्यको आर्थिक उन्नतिको लागि कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा। यस विषयमा हजुरहरूले जति सदस्यहरू यस हिमचुली कृषि सहकारी संस्थामा सदस्य हुनुहुन्छ, यो सहकारी संस्था भनेको विश्वमा चल्ने सङ्गठन हो। हजुरहरूले आफ्नो सहकारी संस्थालाई चाहिँ कसरी उन्नतिको बाटोमा, प्रगतिको बाटोमा लग्ने त्यो हजुरहरूकै हातमा छ। सहकारीका मूल्य मान्यताहरू पनि छन्, जुन सहकारीका मूल्य मान्यताहरूलाई आत्मसात गरेर आफ्नो सहकारी संस्थालाई कसरी समग्र पालिकामा, जिल्लामा
लगायत समग्र राष्ट्र निर्माणमा आर्थिक योगदान कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा शेयर सदस्यज्यू लगायत समग्र सञ्चालक समिति टिमहरूले पनि आफूले चाहिँ लागेसम्म, आफूले चाहिँ भ्याएसम्म, आफूले चाहेसम्म चाहिँ योगदान गर्नुहोला। विगतमा जुन हाम्रो महिला दिदीबहिनी साथीहरू हुनुहुन्छ, दिदीबहिनीहरू आउनु भएको छ, यो बाक्लो उपस्थिति छ। विगतमा चाहिँ महिला भनेका चाहिँ घरमा चुलो चौकामै सीमित हुनुपर्छ भन्ने मान्यता थियो, जुन यो सहकारी संस्थाकै कारणले हजुरहरू आज यहाँ महिला दिदीबहिनीहरूको हामीले बाक्लो उपस्थिति देख्न पाएका छौँ। यो बाक्लो उपस्थितिलाई अर्को साल जुन 18औं साधारण सभामा उपस्थित हुँदा चाहिँ यो हजुरहरूको उपस्थिति अझ बाक्लो देख्न पाइयोस्। साधारण सभा मिति तोकिएका अगाडिको दिनसम्म बनेको सदस्य कार्तिक 19 गते लगातार 3 महिना अर्थात् कार्तिकसम्म बचत नरोकिएको तपाईँको कार्तिकभन्दा यहाँसम्म चाहिँ अगाडि गरेका जुनसुकै तपाईँ सदस्य हुनुहुन्छ त्यो तपाईँको रोकिएको छ भने तपाईँहरू हुन पाउनु हुँदैन भन्न खोजेको यो। सम्बन्धित कार्यक्षेत्रमा स्थायी बसोबास भएको हुनुपर्ने। तपाईँहरू जस्तै उदाहरण हिसाबले यहाँको प्रतिनिधिलाई उता चाहिँ तपाईँको पलाताको या राजकोटको हुन नपाउने, सम्बन्धित यहाँकै स्थायी बासिन्दा भएकोले मात्र हुन पाउने भन्यो। लिएको कर्जा भागा ननागेको, अन्य प्रारम्भिक संस्थामा सञ्चालक भएमा प्रतिनिधि हुन नपाउने, निर्वाचित भएको मिति पछि पनि सञ्चालक समिति तथा लेखा समितिले लिएको कर्जा लगातार 3 महिना साउँ र ब्याज भुक्तानी नगरी भागा नागेमा स्वतः पदमुक्त हुनेछ। सहकारी संस्थाको परिचय दिनुहुँदै संस्थाका वरिष्ठ उपाध्यक्ष सरोज बोगटी गाउँ गाउँमा सहकारी, घर घरमा रोजगारी भन्ने नारा ल्याइसकेपछि अझ मुख्य गरी त्यति बेला 63 गाविसमा सबै एउटा एउटा सहकारी गठन भएको पाइन्छ। त्यति बेलाको सरकारले 1-1 लाख रुपियाँ अनुदान दिएर सहकारीले अनुदान दिएको पाइन्छ। यही सिलसिलामा 2065 साल भाद्र 25 गते कालीकोट जिल्लाको मानमा गाविस वार्ड नम्बर 6 बद्री गाउँमा यो हिमचुली कृषि सहकारी संस्थाको हाम्रो संस्थापक अध्यक्ष काशीचन्द्र बरालज्यूको नेतृत्वमा 25 जना शेयर सदस्यज्यूहरूले 25,000 पैसा जम्मा गरेर स्थापना गरिएको हिमचुली कृषि सहकारी संस्था आफ्नो बाल्यकालमा अहिले थुप्रै उतार चढावहरू, थुप्रै दुःख कष्टहरू भोगेर अगाडि बढेको छ। अझ यसको इनिसिएसन, यसको थालनी तपाईँ हामीको बीचबाटै भएको हुनाले यहाँहरूको थुप्रै शेयर सदस्यज्यूहरूलाई थाहा छ यो संस्था हुर्किँदा यसले कति दुःख भोग्नु पर्यो, अलिअलि कति तितो छ भन्ने कुरा यहाँहरूले बुझ्नु भएको छ। आज हिमचुली कृषि सहकारी संस्था
यो नयाँ ढङ्गले चन्दा असुली गर्ने हो भनेर कतिपयले भने, यो हिमचुली कृषि सहकारी संस्था नयाँ ढङ्गले ठगी सुरु गर्ने हो भनेर कसैले भने, एउटा पार्टीको ब्लेम लगाएर एउटा पार्टीको हो मात्रै भनेर भने। त्यति मात्रै होइन, हामी बद्री गाउँमा जो भएर पनि यहाँ बजारमा घर भएको यहाँ जगेन्द्र प्रसाद आचार्य यही हुनुहुन्छ, उहाँ र लक्ष्मीकला र जगेन्द्र आचार्य सहित घर यतापट्टि घरमा कार्यालय बसिरहेको बेला राति हाम्रा कर्मचारीहरूलाई पनि दुर्व्यवहार भयो, राति ढुङ्गामुढा भयो, तथानाम गाली गरियो। त्यसको बिचबाट पनि थुप्रै सङ्घर्षका बिचबाट, थुप्रै चुनौतीका बिचबाट आज हिमचुली कृषि सहकारी संस्था यहाँ 17 वर्षसम्म आइपुगेको छ। त्यति बेला बजारमा फोटो खिचेको चर्को मूल्य तिर्नुपर्ने, फोटोकपी गरेको चर्को मूल्य तिर्नुपर्ने, त्यही मात्रै। फोटो खिच्दा र फोटोकपी गर्दा सस्तो र सहुलियतमा सदस्यले त्यो सेवा दिइसकेपछि हामी माथि त अरिङ्गाल खनिए जस्तै भए। तथापि पनि त्यसको बिचमा यो हिमचुली कृषि सहकारी संस्था तपाईँ हामी सबैले सामना गर्नु पर्यो। त्यो सामना गर्दै आज यहाँसम्म आइपुग्दा जिल्लाभरिमा 15,598 जना हाम्रा आदरणीय शेर सदस्यज्यूहरू हुनुहुन्छ। आज यो गर्वका साथ हामी छातीमा हात राखेर जिल्लाभरि भनिरहेका छौँ, आज हामीसँग यो यतिका ठुलो सहकारी बनेको छ। हाम्रा संस्थाका 2टा आफ्नै भवन छन्, 7.5 तले भवन सदरमुकाममै छ भने 2 तलाको भवन राजकोट नगरपालिकामा आफ्नै भवन छ। 11वटा शाखामा हामी 9वटै पालिकामा सेवा दिइरहेका छौँ। मात्रै बचत र ऋणको कारोबार मात्रै होइन, यसले वस्तु सङ्कलन र बजार व्यवस्थापनको जिम्मा पनि हिमचुली कृषि सहकारी संस्थाले दिइरहेको छ। र भर्खरै मात्रै 1 महिना पनि पुगेको छैन, हिमचुली कृषि सहकारी संस्थाले फोई, राचुली, जुबिथा, रताडा, रुडु लगायतका ठाउँहरूबाट सङ्कलन गरिएको सिमी भर्खरै मात्रै हामीले 90 क्विन्टल वरिपरि काठमाडौँमा बिक्री गरेर आएका छौँ। अहिले पनि हामीसँग चिनु, कागुनु, उवा, फापर, भटमास, मकै लगायतका खाद्यान्न वस्तुहरू हामीसँग यही कोसेली घरमा उपलब्ध छ र हामीले दिनानुदिन बाहिर पठाइरहेका छौँ। आज हिमचुली कृषि सहकारी ब्रान्डको रूपमा अगाडि बढिरहेका छौँ। आज सबैले केही पाइन्छ भने कालीकोट जिल्लामा हिमचुली कृषि सहकारी संस्थाका पाइन्छ भन्ने कुरा कमसेकम तपाईँ हाम्रो हिमचुली कृषि सहकारी संस्थाको नाम देशभरिमा फैलाउन सफल भएका छौँ। यहाँसम्म आइपुग्दा, यति व्यवसाय आइपुग्दाखेरि हामीले आफूले कोल्ड स्टोर सञ्चालन गरेका छौँ। अहिले पनि हामीले यो वर्ष 90 क्विन्टलको वरिपरिमा स्याउ कोल्ड स्टोर राखेका छौँ। अझै हामीसँग केही स्याउहरू बचत छन्, हामीले बजारमा त्यो दिइरहेका छौँ। यस्तै यस्तै थुप्रै डेरीको लगायतका व्यवस्थापन गरिरहेका छौँ। म उहाँहरूलाई अनुरोध गर्दछु 58,279 रुपियाँ उहाँको यस संस्थामा बचत भएको छ। बुढेसकालको सहारा हो, बुढेसकालमा हामी सबैले बचत गर्नुपर्छ भनेर उहाँले संस्थालाई यहाँलाई धेरै धेरै धन्यवाद। गडगडा तालीले सम्मान गरिदिनु हुनलाई पनि म अनुरोध गर्दछु। साधारण सभामा शुभकामना मन्तव्य राख्नुहुँदै खानाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर साई, खानाचक्रलाई समृद्ध बनाउन, महिलालाई सशक्त बनाउनु पर्छ, हिमचुली सहकारी संस्थाको माध्यमबाट भनेका थियौँ। सहित परिवारलाई संवर्धन गर्नुपर्छ, त्यो कोष हस्तान्तरण चाहिँ हिमचुली सहकारी संस्थालाई दिने प्रयत्न गरेका थियौँ। तर यो अहिलेको जुन यो मोडालिटी छ सरकारको, यो देशैभरिको हो, त्यसो हुनाले हामीले लागू गर्न सकेनौँ। परिस्थिति कठिन आयो, हामीले गर्न सकेनौँ र यो आगामी दिनमा भन्दा पनि विपन्न नागरिकसँग उज्यालो कार्यक्रमलाई अथवा परिवर्तित गरेर पनि यो प्रजनन स्वास्थ्यमा काम गर्नुपर्छ भन्ने मेरो चाहिने मनसा छ। किनभने हिमचुली सहकारी संस्थालाई थोरै भए पनि बजेट हामीले चाहिने राखेका छौँ, तर यसको नाम परिवर्तन सशक्त महिला समृद्ध खानाचक्र भनौँ कि जस्तो लागेको छ। किनभने कुरा उठेको हुनाले यो सहकारी संस्थाका सबै निर्माण चाहिँ हाम्रो फादा। हामी यसरी यिनलाई भाउ भन्छौँ, किन भन्दाखेरि राम्रो कामको एउटा यो नतिजा निकाल्ने मान्छेहरूलाई
जस्तो ग्रामीण भेगका नागरिकहरूलाई विपन्न नागरिकहरूलाई यो सहकारीको माध्यमबाट आर्थिक रूपमा भौतिक रूपमा हरेक उसमा आज जस्तो देउडा खेल्नु भएको छ, देउडाको माध्यमबाट तपाईँहरूले आर्थिक समृद्धिको एउटा झल्को उहाँको अर्को झोडा खेल्नु भएको छ। यसबाट पनि झल्किन्छ। किन भन्दाखेरि खानाचौर नगरपालिकाको अबको आर्थिक त हिजोको जस्तो रहने छैन भन्ने देखिन्छ। किन भन्दाखेरि सहकारी संस्थाले जुन तपाईँहरूलाई एउटा मानव विकासको माध्यमबाट जस्तो प्रजनन स्वास्थ्य अथवा हिंसा महिला हिंसा भनेका छौँ, उहाँहरूले तालिम नदिकन हामीले नसिकाइकन तपाईँहरू सिक्नुहुन्न भन्ने झल्को हो। बचत गर्न छोड्नुहुन्न, गर्नुपर्छ आट। घर एउटा वृहत संस्थाको रूपमा एउटा सहकारी संस्था हिमचेली सहकारी संस्था एउटा हाम्रो पारिवारिक संस्थाको रूपमा हामीले चाहिँ खडा गर्नुपर्छ भनेर अभियानमा लागेका छौँ र कति सदस्यहरूलाई थाहा छैन कि र हामीले चाहिँ खालि ऋण लिनको लागि मात्रै बचत गरेका छौँ भन्ने जुन बुझाइ छ। हाम्रो ऋण सिद्धियो, कर्जा सिद्धियो, अब सहकारीसँगको चाहिँ के को मतलब भन्ने पनि बुझाइ छ। अब यो बुझाइलाई बिस्तारै र हामी केन्द्र स्तरमा रहेका चाहिँ नेतृत्व सञ्चालक समितिहरूले अझै बुझाउन बाँकी नै छ र अझै सदस्यहरूले सुसूचित गराउन अझै बाँकी छ, जो कि अब केही पनि स्वार्थ नलिएर जुन सञ्चालक समिति पदाधिकारीहरू जुन केन्द्र लेभलमा उहाँ अहोरात्र उहाँ खटिरहनु भएको छ र आफ्नो घरको धन सम्पत्ति पुँजीलाई समेत चाहिँ थाती राखेर बाहिरबाट ठुलो पुँजी ल्याएर सदस्यहरूको हितमा सदस्यहरूको जीवन स्तर उकास्नको निमित्त जुन किसिमको लगानीको माध्यमबाट अगाडि बढ्नुपर्छ भनेर जो सङ्घर्ष भइरहेको छ र त्यो सङ्घर्षभित्र र सञ्चालक समितिहरू लगायत सम्पूर्ण चाहिँ पदाधिकारीहरू चाहिँ निस्वार्थ रूपमा लागिरहेका छन्। हामीले अहिले लघु वित्त जस्तै मात्रै काम गरेको छ। अहिले भर्खरै तपाईँको यो कार्यकालको सञ्चालक समितिले केही व्यवसायमा जोड्ने हिसाबले पनि संस्थालाई अगाडि बढाइराख्नु भएको छ। यतिले मात्रै होइन कि अब हाम्रो संस्थाको म्याक्सिमम लगानी तपाईँको अब व्यवसायमा लगानी गर्नुपर्छ, वित्तीय साक्षरतामा लगानी गर्नुपर्छ, उद्यमशीलतामा लगानी गर्ने हिसाबले तपाईँको हामी अगाडि बढ्ने एउटा हाम्रो सामु च्यालेन्ज आएको छ। यही कुरालाई मनन गरेर सबैले यो सादा सभा भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुनेछ भन्ने कुरा राख्दै यो 17औं वार्षिक सादा सभा सफलताको शुभकामना दिँदै बिदा हुन्छु। धन्यवाद, नमस्कार। अहिले केही लोन ल्याउनु पर्यो, ल्याप्चा गरेर ल्याउनु पर्छ, घर खेत धितो राखेर। यहाँ हजुरहरूलाई लागेको छ मजाले सजिलो छ कि भन्ने लाग्यो होला। हिजो कस्ता ती ल्याप्चा गरेर यस्तो गरेर पैसा त्यो काठमाडौँमा रहेका बैंकका पैसा ल्याएर यहाँ सुरु गरे हो कि हामीले। हामीसँग सुरुमा त पैसा जम्मा भएको थिएन नि त, थोरै आएको थियो, विश्वास आइरहेको थियो, बिस्तारै थियो। तर पनि हामीले रिस्की मलेर ल्यायौँ। तपाईँहरूले खेलाइराख्नु भयो, चल्नुभयो, कोही अहिले पछि नयाँ जोडिनु भएको छ। अब पछिल्लोमा त मलाई एउटा यस्तो खुसी लाग्यो कि यो महिलाहरूको सहभागितामा उमेरका हिसाबले बडो जेनुन महिलाहरू तपाईँहरू जोडिनु भएको छ। सहकारी सिस्टममा चलेन भने, सहकारीका सदस्यहरू सचेत भएनन् भने, बेलामा आफ्नो सम्पत्ति कहाँ छ भन्ने खोज्नु पर्यो। तपाईँहरूले के छ भनेर बुझ्नु पर्यो, छ कि छैन हिसाबहरू हेरिराख्नु पर्यो। तपाईँ उही यो भेला भएको दिनमा मात्रै होइन, अघि पछि पनि आफ्नो खोजी गर्नु पर्यो। आफ्ना समूहका स्थिति कहाँ छन् भने खोजी गर्नु पर्यो। यहाँ समस्यासँग पनि हामी चुनौती हेर्नु, यति मात्रै छैन,
हाम्रो संस्थाको अब चुनौती कहाँ आइपुग्यो? ठुलो क्षेत्र यसले ओगटिसकेका छ। अब यत्रो क्षेत्र ओगटेको छ, अब यो क्षेत्रको विश्वास यत्रो ओगटेको छ धेरै मान्छेहरूको, अब यसलाई त गुणात्मक लिनु पर्यो नि। गुणात्मक लिएन भने भोलि गाह्रो छ। चुनौती बाहिर ठुल्ठुला हमला हामीमाथि फेरि हमला गर्दैछन् मान्छेहरूले। हमलाको अर्थ कहाँ छ? यो बिग्रिन पाए, यो संस्था ध्वस्त हुन पाए भन्ने चेत यहाँ हाम्रा मान्छे अझै पनि छन्। जस्तो कालीकोट जिल्लामा तपाईँको हामी सँगसँगै दर्ता भएका 325वटा सहकारी हुन्। आज ती कोही पनि सहकारी चलेका छैनन्, हिमचुली मात्रै चलिरहेका छौँ नि। ती कोही झोलामा रहे, कोही खोलामा गए, कोही कहीँ गए, लापत्ता छन्। तर हाम्रै जस्तो गर्छौँ भनेर त साहस त सबैले गर्न खोज्या त त सुरुमा सकेनन्। किन? विधि मिलेन होला, इमान्दारता भएन होला, या के भयो उनीहरूको कुरा जानुन्। तर हामीले जे गर्दै आयौँ यहाँसम्म टिम स्पिरिटमा गऱ्यौँ। हामीले कोही पनि हामी यहाँ मैले तपाईँलाई प्रश्नै राख्छु, हामी यो टिममा भएका नेतृत्वमा रहेका सबै साथीहरू निरन्तर जस्तोसुकै काम गर्न हामी तयार भएर आएका हौँ कि यहाँ। हामीलाई लाज भन्ने छैन, हामीलाई शरम भन्ने लाग्दैन, हामी साना पनि भन्नेमा लाग्दैन, हामी ठुला भन्ने पनि हामीलाई लाग्दैन। हामी समान भएर काम गर्छौँ भन्ने एउटा चेत सहित आएका मान्छेहरू भएको कारणले हामीले काम जस्तो पनि गरिराखेका छौँ। त्यसो हुँदा यहाँहरूलाई मैले विनम्र अनुरोध के गर्न चाहन्छु भने यो संस्थाको मेरुदण्ड भनेको, संस्थाको तपाईँको आधार खम्बा भनेको तपाईँहरू सदस्यहरू नै हो। तपाईँहरूकै संस्था हो। तपाईँहरू जति सचेत रहनुभयो मात्रै हामी त अगुवा गर्नेहरूले एउटा माध्यम मात्रै बनाएको हो। यो माध्यम बनायो, तपाईँहरूलाई पढ्ने ठाउँ बनाइदिएको मात्रै हो। अब यसको रेखदेख गर्ने कि यसलाई राम्रो बनाउने कि यसलाई ध्वस्त बनाउने कि त्यो तपाईँहरूको हातमा छ। यो तपाईँहरूलाई नै सुम्पेर हामीले अब कर्म छ, अब बिस्तारै नेतृत्व हामी बदल्दैछौँ।